यो हाम्रो फुच्चे भाइले हामीलाई लिन आएको छ। यो भाइले चाहिँ यो भाइले मलाई लिन आएको छ फुच्चे भाइले। कान्छा आजको बिगिनर है। ओके, आज चाहिँ हामी सेभेन सिस्टर जाँदैछौँ। एकदम युकेको एक्सट्रिम हट छ है। आज चाहिँ लेट्स इन्जोय गाइज, लेट्स गो। अलमोस्ट हाम्रो पाण्डेजीको घरबाट चाहिँ हामी चाहिँ लागिरहेको छौँ है। होइन, पछि भिडियोमा सुनिन्छ, पछि भिडियोमा सुनिन्छ। हाम्रो बहिनी हाम्रो भाइ मलाई मात्रै देखाउँछ त के हो यस्तो। कति यो राखेर चाहिँ होला डल्ला बहिनी अनि हाम्रो पता चाहिँ हुन्छ। Anchor is designed to be rich and creamy, so let's get absolutely buttered. Yes, right, yes. रेकर्ड भएछ। डान्स हान्दिनँ त, अघि डान्स हान्दिन्छु भन्दैन त्यहाँ बसेर। दाईहरूलाई भेट्न सक्छ। भाइ ध्यान दिएर गाडी कुदिरहेको छ। फेरि हामीलाई डेस्टिनेसन पुऱ्याउनु पर्ने छ। टेन्सन छैन। है त डन पनि पुरा 5 माइल डाँडा राम्रो रहेछ है। अनि यार ब्राइडन पनि रमाइलो छ नि। म पनि ब्राइडन आएँ यार, 3-4 चोटि आइसकेँ। सेभेन सिस्टर एकचोटि गयो। ब्राइटन चाहिँ म खास गरी नगएको। मलाई कति अगाडि काकीले जाउँ भन्थ्यो होइन। ब्राइडन त गयो नि हामी। राम्रो छ त्यो भन्नु मलाई नराम्रो छ होइन। श्री हामीहरू पनि गएको हो, गोर्साल सोल्टी हामीहरू पनि गएको हो। ब्राइटन त न्युड बिच रहेछ नि त। नाङ्गै थिएँ यार। नाङ्गे भन्नाले थाहा छ तर पनि भन्न त भयो त नि, सबैलाई थाहा छ त। नथाहा भएको भए पो ए हो र भन्नुहुन्थ्यो। तपाईँको कुरो भाइ। रमाइलो गर्नु भने यो देशमा चाहिँ सबै कुरा छ जस्तो लाग्ने कुरा होइन। तिम्रो देश हो, अब तिम्रो आफै ए भाइ त्यस्तो गर्न भाइ यार दुःख लाग्छ यार। साथीभाइ हिँड्नुसँगै खानु लाउनु अनि लास्टमा तेरो देश भन्दै हुन्छ यार। कस्तो कुराहरू यार। 3.91 तपाईँको 1 नम्बरमा इङ्ल्यान्ड कि अर्जेन्टिना त अहिले? म त अर्जेन्टिना। ए म त ब्रिटिस भइसक्नु। त्यस्तै हुन्न भाइ। पाण्डेजी पनि सर ड्राइभमा हुनुहुन्छ। केही छ कुरा भन्नुपर्ने सर? केही छ? केही भन्नुपर्ने छ? अब यात्रा सुरु छ बल्ल हाम्रो होइन। अब यात्रा रमाइलो गर्दै जाने हो, यस्तै हो होइन। अब हामी चाहिँ एउटा ब्रिटिस नागरिकसँग हिँडिरहेका छौँ, त्यही भएर ढुक्क छौँ। हामीलाई टेन्सन छैन। आफ्नो यात्री अनि अफा चाहिँ दुईटामा हालेर त्योभन्दा त जाँदै जाँदै जति ब्राइडन यताबाट जाने। भित्रबाट हेर्दै होला। उसबाट आउँछ क्या स्टेन्सबाट। साउथर्न वेस्टर्न होइन त्यो? बिहान कति घन्टा लाग्छ त्यहाँ? 2 घन्टा होला सायद, 1-2 घन्टा होला। ट्रेनमा 2
डाँडाकाँडा पनि छ क्या यो गेममा भाइले भनिहाल्यो होइन ल हामी चाहिँ डुवर्स टु सेभेन सिस्टरमा जाँदै गरेको बाटोमा रमाइलो भइरहेको छ के छ अब गड हामी कहाँ छौँ भन्दाखेरि चाहिँ अब नर्मल्ली हामी चाहिँ सेभेन सिस्टर भन्ने ठाउँ आइपुग्नु लागेको अवस्थामा छौँ है हाम्रो ड्राइभर चाहिँ आज हाम्रो पाण्डेलाई अब ल्याएको छौँ हामीले हाम्रो ड्राइभर साहब 500 पाउन्डमा आएको है बाबु यो केमा आएको भन त भाइ केमा अरे सर्भिस सेन्टर होइन सर्भिस सेन्टरमा आएपछि हाम्रो श्री भाइ त्यहाँ छ त्यो झालको बाबु गाइजहरू चाहिँ अहिले सर्भिस सेन्टरमा होइन यो चाहिँ टिम्बरल्यान्ड विमल लिम्बू बडवाइजर सबलाई गर्मी भएर बिजोक छ विमल जता गयो त्यतै जाँदो रहेछ क्यामेरा त उसको सेट गरेर होला नि त ल चेयर्स चेयर्स ल है गाइज चट्ट लाएर हामी चाहिँ सबैजना होइन हामी चाहिँ चट्टसितले यस्तो घाम लागिरहेको छ है हाम्रो के अरे के भन्छ सर्भिस सेन्टरबाट चाहिँ हामी चाहिँ फेरि लाग्दैछौँ है गाइज पाण्डेजी चाहिँ आज पुरा भाइबमा हुनुहुन्छ होइन होइन पुरा गाडी कुदाएर के भन्नु अब है बगा तरिकाले गाडी कुदाइरहेको छ कान्छाले वन्डरफुल प्लेस यहाँ मायालाई भेट्नलाई यस्तो डाँडाकाँडा वहीँ गइने यार यो के भनेको यो ब्रिज टेप्पेले रोजेको ठाउँ हो डाँडाकाँडा नभई फेरि राम्रो पनि देख्दैन क्या हो नि कहाँ बाबु त्यहाँ हाम्रो इटारी घुमेर सुनसरी घुमेर के राम्रो यो मलाई सेभेन सिस्टर भन्छ विमल दाइले भन्नुहुन्छ हामी
लेग साइड बस्ने मान्छेलाई पृथ्वी Left जो side, के left थाहा त्यो त एकदम राम्रो कुरा है के गर्दैछन् केटाहरू यो भाइ चाहिँ फिसिङ गर्दैछन् पानी चाहिँ यस्तो सफा त देखिन त म के यस्तो रेड लाइट बोलेको थियो र मेरो यसो लाइन त आइयो त्यति तैँले मादेको छ नि त अघि बेर खाएको छ बाबु अनि त्यो भएर रेड मैले? लाइट गाडी हेर यहाँ कसरी आइरहेछ अनि राम्रो आइरहेको छ नि धेरै टाइममा कुदाउने हो त त्यो थाहा पाउनु पर्दैन भन्छ यार मलाई याद आयो कि यही बाटो आएको हामी किनकि हामी फर्किने बेला यही बाटो आएको थियो डढेर पनि हामी जाने बेला पनि यही बाटो जाने बेला अस्ति नै अर्को बाटो लिएर गएको थियो हामीलाई ट्याक्कै यहाँ बस स्टप छ कि मलाई याद छ कि यो बस स्टप यहाँनिर बस स्टप यहाँसम्म त आउँछ गाडी होइन उतैसम्म जान्छ सेभेन सिस्टरको उससम्म नि जान्छ अगाडि नै गाडी कि फेरि आज सेभेन एउटा सिस्टर होला। होइन सेभेन सिस्टर पार्किङ तर हामी यहाँ पार्क गर्दैन भाउ हामी सेभेन सिस्टरको पोइन्टमै गएर पार्किङ गर्छौँ गाडी त टन्नै रहेछ त आउने त यिनीहरूले यो देशलाई चाहिँ राम्रै ठाउँ रोजेको रहेछ यस्तो डाँडा काँडा यस्तो यस्तो है हो र अनि हो त होला त यसो हेर्दा नि रमाइलो डाँडा काँडा रमाइलो हुन्छ नि त होइन भाइ यिनीहरू मुलाले देश राम्रो रोजेको रहेछ क्या यहाँ हाइकिङ जाने हो कि सेभेन सिस्टर यहाँ आउँछ होइन बस रोक यही बस हो कि खोलामा खैरीहरू बसिरहेको थियो नि त्यो ट्राफिकको त्यो उस भएको लाइट कटे ट्राफिक भएको होइन ट्राफिकलाई यो पुल कट्यो भर्खर पुल कट्यो तपाईँ पछाडि हो म पुलको पछाडि छु ए हामी भर्खर त्यही कट्यो त्यही कट्यो सँगसँगै छौँ हामी बिस्तारै हिँडिरहेको ल छ ल ल ल सिट ल म कल गर्छु अब ल ल सिट ल पछि त 1.5 घन्टा 2 घन्टामा रोक्दा कोटेको खल्तीमा बाबु बोल न यार बोल्दैछु त मैले यहाँ यो जुन बनाएर बनावटी बोल्नुभन्दा पनि म नेचुरल बोल्दै खोजिरहेको छु क्या दामी आयो दाइ खिच्नु पर्ने आयो खिच्नु पर्ने त आयो पार्ने त Turn right onto Gilbert's Drive. Turn right. यहाँबाट हजुर राइट यहाँ यो बिचबाट उयो पर गाडी आउँदैछ है बाबु ल अनि यहाँ बिचमा बस्न त जताबाट गाडी आयो भने बस्न त पाइयो नि In a quarter of a mile, turn right onto पाइएन Lowest भनेको छैन त बाबु 1 घन्टा कति माइल हिँड्छौ यो गर्न कति माइल भन्दा नि जस रोक्दै जाँदा राम्रो क्या त्यो 1.5 घन्टा रोक्यो भने ठिक्क ठिक्क हुन्छ क्या कुदाउनु त मलाई जति नै कुदाइन्छ नि म 2 घन्टा नि स्पिड खै अब 7 सिटर घुम्नु हुन्छ भन्छ बच्चाहरूले अब के गर्ने हजुर नजाँदा नि यिनीहरूको मन खुसी नहोला के टिकट काट्नु पर्छ क्या हो पार्किङ त पर्छ नि ए होइन माथि जानलाई पर्दैन ए दार्जिलिङ तल जाने हो त यहाँ रोक त मलाई आज 7 सिस्टरबाट फर्किँदैछौँ हाम्रो आजको यात्रा आज यति नै एन्डिङ हुन्छ 7 सिस्टरमा आइपुगेको छौँ हाम्रो साथीभाइले चाहिँ पुरा सामानहरू बोल्दै हुनुहुन्छ होइन ए 7 सिस्टर आइपुगेका छौँ हाम्रो भरिया दाईले भारी बोकिसक्नु भएको छ चट्ट यहाँ चाहिँ हामी चट्ट निस्केका छौँ विमल यता छ यहाँ छ विमल चाहिँ हामी चट्ट हिँडिरहेका छौँ होइन छाता उल्टिसकेको छ साह्रो हाँस्यो है छाता उल्टिया छ भनेर मलाई सिकाउनु पर्दैन यहाँ राम्रा राम्रा भाइहरू आउँदैछन् म एउटा बोक्छु खै म एउटा बोकौँला ल गाइजहरू आइपुगेका छन् होइन सबै त्यही ड्रिङ्क्स मात्रै विमलले हो खास त्यो बोक्नु पर्ने विमल ड्रिङ्क्स खाने तिमी अनि बोकाउने अर्को मामा छ 5-6वटा होला यो त अहिले कसले हो र एउटा मोबाइल फुटिसक्यो अरे है सेल्फी स्टिकबाट घरले फुत्तै तल क्या भ्याट्टै हेर्दा हेर्दै हो सेल्फी स्टिक भन्दा मेरो त्यहाँ थियो सेल्फी स्टिक के भने बिर्सेछु गाडीमा थियो एक ठाउँ चाहिँ टक्क नजिकै बसौँ होइन कता कुन साइड हुन्छ त्यतातिर होला ठिक होला पानी नजिक गाइजहरू ओके वेलकम
भाइ किनेमा हुन्थ्यो त मलाई भन्नुभन्दा होइन सिस्टर भन्छ हावा सेभेन सिस्टर लेबर सेभेन सिस्टर होइन हाम्रो रमाइलो होइन के छ भाइ अर्को होइन बगाल रमाइलो भइरहेको छ बहिनीहरूको हालखबर के छ हौ तपाईँहरू आराम हुनुहुन्छ नि होइन ल है तपाईँहरूलाई पनि भिडियोमा आइरहेको छ है ल है भाइ ठिक छ नि होइन हामी चाहिँ अब फर्किँदै गरेको अवस्था छ यो राम्रो आफूलाई छोड्नु मन थिएन तर पनि अनि हिँड्नु परेको छ होइन त्यसको लागि दुःख मन छ होइन हाम्रो ड्राइभर पाण्डेलाई धेरै धेरै धन्यवाद राम्रो तरिकाले सुखोसुख तरिकाले घुमाएर हामी फर्किरहेको अवस्था छ है त हजुर